ल हजुरलाई आशीर्वाद किन के छ हजुरको होइन होइन चुनाव चिन्ह के भयो घन्टी बुवा घन्टी हजुर अनि यो लामी छानेको एउटै हो एउटै हो एउटै हो अरू को हुनुहुन्छ अनि अरू हुनुहुन्छ 165 जना हुनुहुन्छ जम्मा 165 वटा क्षेत्रमै उठ्नु भएको छ विराटनगरबाट आउनु भयो हजुरलाई भेट्नको लागि एउटा फोटो बालेन्दा प्लिज बस्नु थ्याङ्क यू बालेन्दा थ्याङ्क यू खिच्दिसके ल नेपाली जनताको बत्ती हेलो नानी नमस्ते ल हजुर तपाईँहरूको आश भरोसा छ है हाम्रो त अब ओके सर नमस्कार, म कृष्ण कटेल। झापा क्षेत्र नम्बर 5 का उम्मेद्वार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइसकेपछि स्थानीयवासीको एउटा आशा र उहाँप्रति भेट्ने जुन किसिमको मोह हामी देखिरहेका छौँ कमल गाउँपालिका जहाँका वडा सभापतिहरूसँग यति बेला वरिष्ठ नेता शाहले भेट्ने कार्यक्रम रहेको छ। नमस्ते हजुर। नमस्ते। शुभ नाम चाहिँ? मेरो नाम चाहिँ सनिसा खतिवडा। ए स्थानीयवासी हुनुहुन्छ? हजुर। के छ त फोटो खिच्न पाउनुभयो? खिच्यौँ है। किन विशेष गरी बालेन्द्र शाह अथवा रासोपा वरिष्ठ नेता होइन उहाँप्रतिको क्रेज हामी पूर्व पश्चिम धेरै ठाउँमा देख्यौँ, किन यस्तो उत्साह छ युवाहरूमा? अब धेरैचोटि चाहिँ केपी शर्मा ओलीजीले यहाँ हाम्रो क्षेत्र नम्बर 5 बाट मौका पाइसक्नु भयो। अब चाहिँ सबैले परिवर्तन चाहेको हुनाले यहाँ केपी शर्मा ओलीले काम गर्नुभएको छैन भन्दिनँ, गर्नुभएको छ। तर झापा क्षेत्र नम्बर 5 मात्रै त होइन नि त, नेपालभरि नै गर्नु पर्यो। उहाँ आउनुभयो भने चाहिँ सम्पूर्ण सबै देशतिरलाई चाहिँ समेटेर परिवर्तन गर्नुहुन्छ भन्ने आश। हजुर कतिमा पढ्नुहुन्छ कि? म ब्याचलर फर्स्टमा पढ्छु। पढ्दै हुनुहुन्छ? अनि के छ, रोजगारी गर्दै हुनुहुन्छ? छैन। रोजगारी छैन। ब्याचलर सकेपछि के छ योजना? के लोकसेवा पढ्दै हुनुहुन्छ? अब अझै 4 वर्ष छ, अब हेर्दै जाम के हुन्छ। भविष्यको के छ सोच? सोच त छ। अब यहाँ छ नेपालमा त छैन, उहाँ आउनुभयो भने चाहिँ हुन्छ भन्ने आश छ। विदेशको सपना छ कि छैन तपाईसँग? 50-50 त्यस्तो छ है। किनभने धेरै जस्ता युवाहरू चाहिँ अब नेपालमा के नै छ र अवसर भनेर विदेशिनुपर्ने बाध्यता छ नि त होइन, त्यो नआओस् सकभर स्वदेशमै केही होस्। आउँदैन होला, उहाँ आउनुभयो भने आउँदैन भन्ने आश छ। अब हेरौँ, हेर्दै जाम के हुन्छ, उहाँले के गर्नु। के चाहन्छन् यहाँका जनताहरू, झापाली जनताहरू? झापाली जनताले परिवर्तन चाहन्छन्, अरू चाहिँ केही चाहँदैन। अब कतिपयले फेरि के भने त्यत्रो आन्दोलन गरे है तपाईँहरूकै पुस्ताले, जेनजी पुस्ताले, भर्खरका युवा युवतीहरू सडकमा आए, ज्यान गयो, रगत बग्यो। अब त एउटा स्थायित्व चाहियो, विकास चाहियो होला नि। कस्तो नेपालको कल्पना गर्नुहुन्छ तपाईँहरू? नयाँ नेपाल, राम्रो नेपाल, हाम्रो नेपालको चाहना गर्छु। नमस्ते हजुर। नमस्ते। शुभ नाम चाहिँ? सोनिया बस्नेत। स्थानीयवासी हुनुहुन्छ? हजुर, यही हो घर। हजुर। अनि बालेन्द्रसँग फोटो खिचिसक्नुभयो? छैन, भित्र जानुभयो है। हजुर। हुन त उहाँको परिचय राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता छ, झापा क्षेत्र नम्बर 5 का उम्मेद्वार छ होइन, पूर्व मेयर पनि होला। तर सबैले सजिलोको लागि बालेन भन्छन् नि। हजुर, अब त्यो त मलाई पनि थाहा छैन। अब बालेन भने बालेनै भन्यो मैले। जसरी हामी पूर्व पश्चिम धेरै ठाउँमा उहाँ जाँदाखेरिको क्रेज देख्छौँ नि, किन त्यो उत्साह युवाहरूप्रति के को? अब जेनजीलाई सपोर्ट गर्नुभयो उहाँले, सबैले अब हाम्रो सपोर्टर भनेर हामीले पनि सपोर्ट गर्यौँ, त्यही हो। भनिसकेपछि के छ यहाँको माहौल, के छ, जनताहरूले के खोजिरहेका छन्, के भनिरहेका? जनताहरूले बालेनै खोजिरहेका छन्, फोटो खिच्न पनि उता उत्सुक देखिहाल्नु भयो होला। हजुर। अब त्यस्तै छ। अब बालेन चाहिँ जानुभयो, कता जानुभयो? ए मिटिङ हुँदैछ। हुँदैछ।